पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तपाईँ त्यति तत्कालीन गृहमन्त्री रमेश खड्कालाई चाहिँ थुन्नुपर्छ भनेर यस्तो दबाब दिँदा पनि कुरा आइरहेको छ। यसमा के भन्नुहुन्छ? आग्रह पूर्वाग्रह राखेर अथवा राजनीतिक प्रतिशोध राखेर काम गर्ने समय होइन। अहिले मुलुकलाई लोकतान्त्रिक मूल्य र मान्यतामा अगाडि बढाएर मुलुकलाई ठिक ठाउँमा पुर्याउनका निमित्त हामीले आग्रह पूर्वाग्रह उत्तेजनाबाट हटेर माथि उठेर, प्रतिशोधबाट हटेर माथि उठेर आपसमा सबै एकअर्काका भावनाहरूलाई समेटेर बुझेर ठिक ढङ्गले अगाडि जानुपर्छ। उहाँहरूले गर्नुभएको प्रदर्शनमा घुसपैठ भयो र अत्यन्त दुःखद र पीडादायी घटनाहरू भएका छन्। सम्माननीय प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन, भनिएको छैन। प्रधानमन्त्रीजीका तर्फबाट मेरो तर्फबाट भएको छैन। यो कुरा म स्पष्ट गर्न चाहन्छु। आदरणीय साथीहरू, आज मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा छ। गत भाद्र 23 र 24 गते अत्यन्त दुःखद, अत्यन्त पीडादायी घटनाहरू भएका छन्। युवा पिँढीले, नयाँ पिँढीले, जेनजेड पिँढीले केही महत्त्वपूर्ण र असल मागहरू राखेर आफ्नो प्रदर्शन गरेको थियो, जसमा भ्रष्टाचार निर्मूल गर्ने, देशमा सुशासन स्थापना गर्ने, पारदर्शिता सुनिश्चित गर्ने र सूचनाको अधिकारलाई, हकलाई निर्बाध रूपले कार्यान्वयन गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू थिए, जो नयाँ पुस्ताको मात्रै सरोकार र मागको विषय नभएर मलाई लाग्छ समग्र नेपाली, सम्पूर्ण नेपाली जनताकै चाहना, माग, आवश्यकता नै थियो भन्ने मलाई लाग्छ। र उहाँहरूले जुन प्रदर्शन गर्नुभयो त्यो प्रदर्शनले महत्त्वपूर्ण मागहरू राखेको थियो, तर दुर्भाग्यवश उहाँहरूले गर्नुभएको प्रदर्शनमा घुसपैठ भयो र अत्यन्त दुःखद र पीडादायी घटनाहरू भएका छन्। म सबैभन्दा पहिला ती घटनाहरूमा, भाद्र 23 र 24 गते भएका घटनाहरूमा ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोक सन्तप्त परिवारहरूमा म गहिरो समवेदना व्यक्त गर्न चाहन्छु र घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको म कामना पनि गर्न चाहन्छु। यी घटनाहरू अत्यन्त दुःखदायी थिए, अत्यन्त पीडादायी थिए। मैले अघि नै आग्रह गरिसकेँ र म के आग्रह गर्न चाहन्छु भने मैले 23 गतेकै दिनमा यी दुःखद घटनाहरू भइसकेपछि मैले त्यसै दिन तत्कालीन गृहमन्त्रीको पदबाट मैले राजीनामा पनि गरिसकेको थिएँ र त्यसपछि 24 गतेका दिनमा पनि अत्यन्त दुःखद र दुःखदायी घटनाहरू भए। म यति आग्रह गर्न चाहन्छु। अर्कोतर्फ अहिले एउटा अब त्यहाँ बल प्रयोग गर्ने विषयमा सम्माननीय तत्कालीन प्रधानमन्त्रीजीले, गृहमन्त्रीले आदेश गरेको हो भन्ने खालले पनि चर्चाहरू, विषयहरू उठेका छन्। म स्पष्ट रूपले के आग्रह गर्न चाहन्छु भने यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन, भनिएको छैन। प्रधानमन्त्रीजीका तर्फबाट, मेरो तर्फबाट भएको छैन। यो कुरा म स्पष्ट गर्न चाहन्छु। घटनाहरू दुःखद भए, धेरै मानिसको ज्यान गुमेको अवस्था भयो। सरकारी संरचनाहरू, व्यक्तिगत निजी आवासहरूमा ठुलो आगजनी भएको छ। धेरै दुःखद घटनाहरू भए। मैले निवेदन गरिसकेँ। ती घटनाहरूका प्रति मलाई गहिरो पीडा भयो, अत्यन्त ज्यादा म दुखित भएँ। मैले तत्काल मन्त्री पदबाट राजीनामा पनि गरेको कुरा यहाँहरू सबैमा विदितै छ। यसै सन्दर्भमा अहिले मुलुकमा विकसित नयाँ घटनाक्रमलाई लिएर नेपाली काङ्ग्रेसले आफ्ना बैठकहरू निरन्तर गरिराखेको छ र आज पनि हामी पर्सि 26 गतेदेखि केन्द्रीय कार्य समितिको बैठक गरिराखेका छौँ
त्यसको पूर्व तयारीका रूपमा आज पार्टीका पदाधिकारीहरू, निवर्तमान पदाधिकारीहरू र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरूका बीचमा आगामी कार्यनीतिका बारेमा, पार्टीका केन्द्रीय समितिको एजेन्डाहरूका बारेमा एजेन्डा तय गर्ने कुरामा छलफल भइराखेको छ। त्यसो भएको हुनाले म के आग्रह गर्न चाहन्छु भने आज नेपाली काङ्ग्रेसमा पनि समग्र एकताको आवश्यकता छ। नेपाली काङ्ग्रेसमा मात्रै होइन, आज मुलुकमा यो संविधानको रक्षाका निमित्त लोकतान्त्रिक पद्धतिको सुस्थापना र यसको सुसञ्चालनका निमित्तमा सबै जिम्मेवार राजनीतिक दलहरूका बीचमा बृहत्तर एकता, बृहत्तर सहकार्य, बृहत्तर संवादको आवश्यकता छ र मुलुकलाई हामीले सहकार्यबाट, संवादबाट, सहमतिबाट अगाडि बढाउनु पर्नेछ। युवा पुस्ताले, जेनजी पुस्ताले जुन मागहरू उठाउनु भएको छ ती मागहरूलाई पनि समेटेर, ती भावनाहरूलाई पनि समेटेर सबै राजनीतिक दलहरू आपसमा संवादका माध्यमले लोकतान्त्रिक पद्धतिलाई, लोकतन्त्रका मूल्य र मान्यताहरूलाई जीवित राखेर अगाडि बढाउनु पर्ने जरुरी छ। र त्यसो भएको हुनाले अहिलेको अवस्थामा अहिले उत्तेजित हुने अथवा चाहिँ त आग्रह, पूर्वाग्रह, प्रतिशोध आदि इत्यादिबाट माथि उठेर हटेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दलहरू जिम्मेवारीका साथ अगाडि बढ्न जरुरी छ। र नेपाली काङ्ग्रेसले पनि आफ्नो पार्टी बृहत्तर एकता गरेर जसरी हिजो नेपाली काङ्ग्रेसले इतिहासमा देशमा सङ्कट आइपर्दा नेतृत्वदायी भूमिका निर्वाह गर्यो, सङ्कट आइपर्दा मुलुकलाई ठिक ढङ्गले निकास दिने कुरामा नेतृत्व प्रदान गर्यो, आज नेपाली काङ्ग्रेसको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको छ र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाएर हामीले अहिलेको स्थितिलाई ठिक ढङ्गले ठिक ठाउँमा पुर्याउने गरेर अगाडि बढ्नुपर्छ। त्यसै बारेमा केन्द्रित भएर बैठक सञ्चालन भएको छ। धन्यवाद। यो स्थानान्तरणको कुरा आइराखेको छ, जेनजीले जुन माग गर्यो भनेर अहिले जुन पार्टीभित्रबाट महामन्त्रीज्यूहरूले त्यो कुराहरू उठाइराख्नु भएको छ, यहाँले कसरी त्यसलाई ट्याकल गरिराख्नु भएको छ? यो भन्दा अगाडि अलिकता जोडेँ मैले, 23 र 24को जुन घटना थियो त्यो घटनालाई छानबिन गर्न चाहिँ एउटा आयोग बनेको छ। यो आयोगको काम कारबाहीलाई यहाँहरूले कसरी हेर्नुहुन्छ? अब पहिलो कुरा त यहाँले भन्नुभएको 23 र 24 गतेको घटनाको छानबिन गर्नका लागि आयोग बनेको छ। म अहिले के मात्रै आग्रह गर्न चाहन्छु भने सरकारले, आयोगले, राजनीतिक दलहरूले हाम्रा लोकतान्त्रिक मूल्य मान्यताहरू छन्, ती मूल्य पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुन बमोजिम आफ्ना कामहरू सम्पादन गर्नुपर्छ। म यति आग्रह गर्न चाहन्छु र सबैलाई कानुनी शासनको मान्यताभित्र बसेर आफ्ना कामहरू अगाडि बढाउँ भन्ने मेरो आग्रह छ। त्यसैले हामी ठिक ठाउँमा पुग्न सक्छौँ। म यति आग्रह गर्न चाहन्छु। हिजो मात्रै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ आयोगमा चाहिँ कुनै व्यक्ति वा व्यक्तिहरूले चाहिँ विवाद राखेर चाहिँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तपाईँ त्यति तत्कालीन गृहमन्त्री रमेश रेखरलाई चाहिँ थुन्नुपर्छ, थुन भनेर यस्तो दबाब दिँदा जुन कुरा आइरहेको छ, यसमा के हो? यसैमा मैले पनि जोडेँ। जुन अहिले आयोगमा संयोजक हुनुहुन्छ गौरीराज कार्की पूर्व न्यायाधीश उहाँले चाहिँ सामाजिक सञ्जाल मार्फत पनि चाहिँ तुरुन्तै कारवाही गर्नुपर्छ, तत्कालै चाहिँ गर्नुपर्छ भने आयोगमा हुनुभन्दा अगाडि नै व्यक्ति नै नाम तोकेर चाहिँ एउटा सामान्य व्यक्तिले भने जसरी उहाँले भन्नुभएको थियो। अनि त्यो पछि आयोग गठन भयो। आयोग गठन भएपछि उहाँका बारेमा विभिन्न प्रश्न, टिक्का टिप्पणी पनि उठा छ। उहाँको धारणा अगाडि नै सार्वजनिक भइसकेको छ, विवादास्पद धारणा उहाँले राखिराख्नु भएको छ, उहाँ योग्य छैन भन्नुभयो भनेर धेरै कोणबाट पनि उठाएको छ। यसमा तपाईँको धारणा के छ? म के आग्रह गर्न चाहन्छु भने यहाँहरूले भन्नुभएका यी तमाम विषयहरू उठेका छन्, प्रश्नहरू उठेका छन्। अहिलेको समय भनेको मैले भनिहालेँ, अहिलेको समय उत्तेजित हुने, अहिलेको समय आग्रह, पूर्वाग्रह राखेर अथवा राजनीतिक प्रतिशोध राखेर काम गर्ने समय होइन। अहिले मुलुकलाई लोकतान्त्रिक मूल्य र मान्यतामा अगाडि बढाएर मुलुकलाई ठिक ठाउँमा पुर्याउनका निमित्त हामीले आग्रह, पूर्वाग्रह, उत्तेजनाबाट हटेर माथि उठेर, प्रतिशोधबाट हटेर माथि उठेर आपसमा सबै एकअर्काका भावनाहरूलाई समेटेर बुझेर ठिक ढङ्गले अगाडि जानुपर्छ।
यो कुरा सरकार होस् कि आयोगमा बसेका साथीहरू हुन् अथवा चाहिँ त पार्टीका नेताहरू पार्टीका सबै मानिसहरूले अहिले मुलुक गम्भीर अवस्थामा छ। त्यसकारण यो अवस्थालाई ठिक ढङ्गले बुझेर हामीले अत्यन्त संयमित रूपले अगाडि जानुपर्छ र देश कानुन बमोजिम चल्नुपर्छ, संविधान बमोजिम चल्नुपर्छ, लोकतान्त्रिक मूल्य र मान्यता बमोजिम चल्नुपर्छ। यो कुरा हामी सबैले बुझेर जानुपर्छ। मैले अहिले यति मात्र आग्रह गर्छु। यो मैले मात्रै भनेको होइन, यहाँहरूले नै सबै सञ्चार माध्यमहरूबाट प्रकाशित प्रसारण गरिसक्नु भएको स्वयं जेनजीको नेतृत्व गरिराखेका भाइ बहिनीहरूले त्यही त्यो प्रदर्शनको क्रममा नै हाम्रो आन्दोलनमा घुसपैठ भयो। अब यो आन्दोलन गलत दिशातिर जान सक्छ, हिंसात्मकतिर जान सक्छ। त्यसो भएको हुनाले साथीहरू फर्किनुहोस् भनेर आह्वान गरेको कुराहरू मैले जानकारी प्राप्त गरेको छु, यहाँहरूलाई पनि जानकारी छ। त्यसो भएको हुनाले त्यो संयन्त्र त थियो, गुप्तचर संस्था छ, थुप्रै त्यस्ता संयन्त्रहरू छ। यो घुसपैठ त्यही दिनको लागि मात्रै तयार भएको त पुरै अलिक पछाडिबाट नै योजनाबद्ध रूपमा भएको होला। यहाँहरूमा त्यो किसिमको एउटा सरकारमा बसिसकेपछि त्यो गुप्तचर संस्थाले यहाँहरूलाई त्यसरी अवगत गराउँदो रहेछ कि नै, या त्यो बारे तपाईँहरू अनदेखा भएर बस्नु भएको के छ? अब यसका बारेमा मलाई प्राप्त जानकारीहरू सूचनाहरू मैले सम्बन्धित ठाउँमा पनि भन्ने नै छु र यहाँहरूलाई पनि मैले सविस्तारपछि भन्ने नै छु मलाई प्राप्त जानकारीहरू। अहिलेलाई म के मात्रै आग्रह गर्न चाहन्छु भने घुसपैठ भएको विषय यो मैले नै भनिराखेका विषय होइन, स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिराखेको विषय थियो र त्यो पछि यथार्थमा सत्य देखियो, जसका कारणले यत्रो ठुलो पीडादायी घटनाहरू भए। मैले यो अघि नै आग्रह गरिसकेका छु र अर्को विषय मैले निवेदन गरिसकेँ। यो प्रधानमन्त्रीजीले आदेश गरेको या गृहमन्त्रीले आदेश गरेको भन्ने खालका जुन चर्चाहरू उठेका छन्, यो प्रधानमन्त्रीले गृहमन्त्रीजीले कुनै पनि रूपले आदेश गर्ने विषय पनि होइन र त्यस्ता खालको कुनै आदेशहरू गरिएको छैन। अरू कुरा म पछि पनि निवेदन गर्नुलाई धन्यवाद।